पिकनिकबाट फर्किँदा बजेले घर पस्न दिएन। पहिले बाहिर गएर खानपिन गरी रमाइलो गर्नुपर्दा देउताको स्थानमा पूजा गर्ने चलन थियो। पूजा गरेपछि त्यही खानपिन खेलकुद आदि रमाइलो हुन्थ्यो। पछि आयो पिकनिक जाने चलन। एकपटक हामी टोलका साथीहरू दक्षिणकालीमा पिकनिक जाने भयो। बिहानै अँध्यारोमा हिँड्ने, चिउरा, काँचो मासु, गेलागुडी सबै एकजना परियाले बोक्ने। हामी बज्राचार्य र साक्यहरू थिए। बिहान घरबाट निस्कन लाग्दा बजेले उनको नातिलाई बोलाइन्, तर साथीले वास्तै नगरी हिँडे। दिनभरि पिकनिक गरेर बेलुका घर फर्कँदा बजेले घरभित्र पस्नै दिएनन्। बाहिरै बस, माथि नआऊ। के भयो भनेर सोध्दा अलमलमा परे साथी। केही बेरपछि बजे बाल्टिनभरि पानी र एउटा कचौरामा पिना लिएर आइन्। अनि पो रहस्य खोलियो। बिहान तिमीलाई बोलाउँदा किन नसुनेको? तिमीहरूले कुखुरा काटेर भोज खाएर आएको रहेछौ। तिम्रो साथीले बोकेर ल्याएको कुखुरा कराएको मैले सुनेको थिएँ। त्यसबेला साक्य बज्राचार्यहरू कुखुराको अन्डा र कुखुरा खाने त परै जाओ सुन्न समेत हुँदैन थियो। त्यसैले बजेले भनिन्, पहिले पिनाले नुहाऊ अनि मात्र घर पस। साथी केही बोल्न सकेन। बिहान बजेले किन बोलाएको थिइन् भन्ने कुरा बल्ल बुझियो। यो भयो सिमसिम महाराजको पालाको कुरा। तपाईँ पनि कुनै बेला यस्तै कथाको पात्र बन्नुभएको छ कि?